मलाई चाहिँ म जब संसारमा हुँदै गर्दाखेरि जब प्रभुलाई पाउनुभन्दा अगाडि मेरो जीवन चाहिँ कस्तो थियो भन्दाखेरि म एउटा संसारमा डुबेको व्यक्ति थिएँ है, संसारमै रमाएको व्यक्ति थिएँ। अनि थुप्रै संसारको रीतिरिवाजमा रमाउँदै गर्दाखेरि एकचोटि अचानक चाहिँ मेरो जीवनमा कस्तो घटना आयो भन्दाखेरि म बिरामी भएँ है। अनि म बिरामी हुँदै गर्दाखेरि अनि कस्तो बिरामी भन्दाखेरि मलाई ग्यास्ट्रिकको समस्या भयो। सानो समस्याबाट म प्रभुलाई चिन्ने मौका पाएँ। म पहिलोचोटि यति मान्छेको बिचमा अगाडि आएर बोल्दैछु। अनि साँच्ची नै अनि सानो समस्या ग्यास्ट्रिक है, ग्यास्ट्रिकबाट मलाई एकदमै ग्यास्ट्रिकले पेल्न थाल्यो। ग्यास्ट्रिक हुँदै गर्दाखेरि म थुप्रो पीडामा थिएँ। अनि ग्यास्ट्रिकबाट बिग्रेर चाहिँ अल्सर भयो क्या। अनि अल्सर भइसकेपछि त्यो आन्द्राले सबै कुहिनै लगाइसकेछ। अनि सबै गिर्खा घाउ सबै हुँदै गर्दाखेरि त्यो सँगसँगै अनि मेरो जीवनमा चाहिँ फेरि दुष्टले काम गर्न थाल्यो। अनि दुष्टले काम गर्दै गर्दाखेरि मलाई चाहिँ एकदमै छोप्ने अनि पेट यो जति औषधि खाए पनि निको नहुने, घाउ झन् अझै बढ्दै जाने। अनि मलाई डर लाग्न थाल्यो, कतै क्यान्सर हुने सम्भावना हो कि है, अनि आन्द्रा काटेर फाल्नुपर्छ कि। अनि त्यस गर्दै गर्दाखेरि त्यो दुष्टले त्यो घाउ निको हुनै नदिने क्या। जति हस्पिटलमै बसेर उपचार गर्दा पनि निको नहुने। अनि त्यसपछि मेरो आमा चाहिँ धेरै पुरानो विश्वासी हुन्थ्यो, सङ्कटकालदेखिबाट नै है, लगभग 25देखि 28 वर्षसम्म भइसक्नु भयो उहाँले ख्रिस्टले पाउनुभएको। अनि उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि एकचोटि चर्चमा लिएर जान त बाबुलाई। अनि म चाहिँ योभन्दा अगाडि चितवनकै भटेनी चर्च भन्ने चर्चमा गएँ। अनि मलाई लिएर जानुभयो, मेरो मम्मीले मेरो दाइहरूले लिएर जानुभयो। अनि म 1 महिना चर्चमा बसेँ। 1 महिना चर्चमा बस्दै गर्दाखेरि अनि त्यसपछि म निको हुँदै आएँ। अनि औषधिले बल्ल काम गर्न थाल्यो। अनि किनकि एउटा दुष्टले गर्दाखेरि चाहिँ मेरो पेट चाहिँ निको नहुने रहेछ है। अनि त्यो चर्चमा आइसकेपछि प्रब्लम पाएकै थियो त्यतिखेर नि है, मैले अझै विश्वास गरेको थिएन। अनि निको हुँदै जाँदाखेरि अनि पास्टरले के भन्नुभयो भन्दाखेरि तिमी थुप्रो समस्यामा परेको थियो बाबु, अब तिमीले चाहिँ प्रभुलाई चिन्नुपर्छ अनि ग्रहण गर्नुपर्छ प्रभु, अनि सधैँ चर्च आउनुपर्छ भनिसक्दाखेरि हुन्छ, किनकि म निको भइसकेपछि त म प्रभुलाई चिन्नु पऱ्यो नि है, अनि प्रभुलाई भेट्न पऱ्यो नि भन्दै गर्दाखेरि अनि प्रभुले मैले ग्रहण गरेँ। अनि चर्च जान थालेँ। चर्च जाँदै गर्दाखेरि केही समय चाहिँ म चर्च गएँ है। फेरि निको भइसकेपछि किन जान पऱ्यो त्यस्तो आयो फेरि मेरो दिमागमा है। अनि निको भइसकेपछि किन जान पऱ्यो चर्च, म त फेरि बलियो स्ट्रङ भइसकेँ। पहिला जस्तै म काम गर्न थालिसकेछु अब भनेर फेरि म गर्दै चर्चबाट म ब्याकस्लाइड हुन थालेँ। अनि फेरि म संसारतिरै फर्किन थालेँ। जाँदिनँ भनेर चर्च छोडिदिएँ क्या, म चर्च जानै छोडिदिएँ। अनि संसारतिर आउँदै गर्दाखेरि फेरि म संसारतिर फर्किँदै गर्दाखेरि म चाहिँ केमा फस्न पुगेँ त। त्यसपछि साथीभाइहरूसँग रमाउन थालेँ, घुम्न थालेँ, थुप्रो मौज मस्तीमा अनि रमाउन थालेँ। त्यसपछि म फेरि प्रब्लम पाइसकेपछि म ब्याकस्लाइड भएपछि फेरि अनि मैले के साथीभाइहरूसँग रक्सी खान थालेँ, बियर खान थालेँ। अनि त्यसपछि बियर खाँदै गर्दाखेरि अनि साथीभाइसँग रमाउँदै गर्दाखेरि साथीभाइसँग यतिको रमाइलो गर्न पाएपछि चर्च किन जाने, त्यहाँ गएपछि त जहिले नि ताली बजाउनुपर्छ, गीत गाउनुपर्छ, जहिले नि पछाडि बस्ने क्या म, फेरि जहिले नि पछाडि बस्ने है। अनि त्यहाँ जानु हुँदैन, त्यहाँ त थुप्रो कुरा रोक लाउने रहेछ, यो गर्न हुँदैन, यो खानु हुँदैन। त्यस्तो नि जिन्दगी जिउने हो त, यस्तो पो जिन्दगी हो त। आनन्द साथीभाइसँग बियर खाने, नाच्ने, गाउने, अनि साथीभाइसँग त्यो सङ्गत गर्दै जाँदाखेरि यस्तोसम्म म पापमा डुब्न पुगेँ कि प्रभुको विरुद्धमा म थुप्रो कामहरू गर्न थालेँ, पैसा कमाउन थालेँ। अनि पैसा कमाउन थाल्दै गर्दाखेरि प्रभुलाई बिर्सेर पैसाको पछि दौडिन थालेँ म। अनि पैसा कताबाट पैसा आउँछ, कताबाट मैले पैसा पाउँछु, संसारमा चाहिँ थुप्रो ठाउँबाट पैसा आउने ठाउँहरू रहेछ। अनि त्यतातिर म केन्द्रित हुन थालेँ। कसरी हुन्छ मैले पैसा कमाउने र कटेजमा गएर उडाउने। मेरो जीवनमा त्यो घटनाहरू घट्न थाल्यो। अनि जब एकचोटि कटेजमा जाँदै गर्दाखेरि यसरी खल्तीबाट पैसा निकालेर बिट्टा पैसा केटीहरूको अगाडि राख्ने मान्छे मैले। भन तँलाई कति चाहियो? बियरले कार्टुन 2 बोक बियर, सानोतिनो बियर खाँदैनौँ, 550
एउटा बियरलाई। अनि थुप्रो जस्तो बियरहरू खान थालेँ म। अनि केटीहरू साइडमा आउने खुवाइदिने, आज खुवायो भोलि खुवायो गर्दा गर्दा थुप्रो मलाई झन् अझै म रमाइलोमा डुब्न थालेँ। थुप्रो साथीहरूलाई अलि थुपारेर अनि त्यसपछि मैले त्यतिखेर पैसा कमाउँदै गर्दाखेरि गाडी पनि किनेँ मैले है। संसारमा 60 लाखको गाडी स्कर्पियो, तपाईँहरूलाई थाहा छ है। मैले यहाँ लिएर पनि आएको थिएँ। अनि तपाईँहरू चढ्नु पनि भयो होला मेरो गाडीमा, मेरो भाइ बहिनीहरू चढ्नु भएको छ है। अनि गुरुबालाई मैले लिएर हिँडेँ। 60 लाखको गाडी चढेर कटेजमा गएपछि त कसले नपत्याउने, मान्छे कालो पनि अलि हेन्डसमै छु कि कालो भयो नि, डल्ले डल्ले भयो नि, हेन्डसम। केले हेन्डसम त पैसाले हेन्डसम भयो क्या म। गाडीबाट ट्याक्क झर्दा बित्तिकै खल्तीमा पैसा यसरी हेर्न थाल्यो कि केटीहरूले। अनि ओहो ल तिनीहरू सराउनु भयो है। त्यसपछि टेबल पुस्ने, कुर्सी पुस्ने, अनि के ल्याउनु पर्छ लिएर आउने। एक दिनमा हामीले जब खाना थाल्यो भने एकैचोटि 50,000 30,000 भ्याउने मान्छे। आफूले धेरै खाने होइन, फेरि सब साथीभाइले खुवाउने, त्यही केटीहरूलाई खुवाउने। ल खा कति खान्छस्, त्यतिखेर संसारको बोली है फेरि त्यो, खा कति खान्छस्। पैसा उडाउन थाले, थुप्रो पैसाहरू उडाउन थाले। अनि संसारतिर रमाउन थाले। अनि त्यसपछि पैसा र गाडी भइसकेपछि अनि थुप्रो मलाई मानिसहरूले पनि मलाई नि आफ्नो साथीहरू बनाउन थाले। त्यसपछि सिडिओदेखि लिएर डिएसपी, इन्सपेक्टर अनि नेताहरूदेखि लिएर सबै मेरो साथी हुन थाले। पैसा पावरले के है। मान्छे सानो भए पनि ठुल्ठुलो मान्छेले मलाई नमस्कार गर्छ। अनि त्यो इज्जत पाइसकेपछि, पैसा पाइसकेपछि प्रभुले किन चाहियो होइन, प्रभुमा किन जाने। संसार 2 दिनको जिन्दगी रमाउने हो, संसारतिरै रमाउने हो। अनि त्यसपछि थुप्रो अबलाई बुझ्दै गर्दाखेरि चाहिँ पहिला त म मान्छे नै होइन क्या, संसारको निम्ति चाहिँ म एकदमै क्या। अनि त्यसरी हुँदै गर्दाखेरि एकचोटि यस्तो संयोगमा, यस्तो समयमा मैले गाडी एक दिन चलाउँदै गर्दाखेरि अनि मेरो घरमा चाहिँ एक्कासी पास्टर बुवा अनि हाम्रो जनक पास्टर बुवा अनि मेरो आफ्नै माइलाई हुनुहुन्थ्यो। उहाँहरू चाहिँ मेरो घरमा आएर बस्नु भएछ है। मलाई थाहा थिएन। मैले चाहिँ गाडी यति स्पिडमा लिएर आएँ कि यति स्पिडमा लिएर आएँ, एकैचोटि जस्तो बाटोमा जति स्पिडमा थियो त्यही स्पिडमा मोडेर म घरभित्र छिराउँछु भनेको गाडी राख्ने ठाउँमा उहाँहरू बस्नुभएको रहेछ क्या। अनि मेरो गाडीको स्पिड देखेर उहाँ चाहिँ कहाँबाट गाडी फुत्केर आयो भनेर डराएर चुरुक्क उठेर भाग्नुभयो बाटोमा है। कता भागौँ भयो। पहिलो भेटमा चाहिँ म संसारबाट भनौँ न प्रभुलाई पाइसकेपछि संसारतिर फर्किदिएर अनि फेरि पनि प्रभुसँग एउटा प्रभुको जनसँग भेट हुँदै गर्दाखेरि पहिलोचोटि चाहिँ म प्रभु पास्टरबालाई तर्साएँ क्या त्यो गाडीलाई। त्यो गाडीले गर्दाखेरि प्रभु हाम्रो गुरुबाले मलाई तर्सिनु भयो। अनि उहाँसँग भेट हुँदै गर्दाखेरि चाहिँ पहिलोचोटि मैले प्रार्थनामा अन्य भाषा चाहिँ उहाँको मुखबाट सुनेँ। अनि कस्तो भाषा बोल्नु भएको यो, अहिलेसम्म त थाहै थिएन त है। अनि अहिलेसम्म थाहै थिएन कस्तो भाषा बोल्नु भएको हो भन्दाखेरि। अनि मैले प्रार्थना गर्दै अन्य भाषा बोल्दै गर्दाखेरि मेरो शरीरमा चाहिँ करेन्ट लाग्यो जस्तो एउटा छुट्टै महसुस भयो है। श्री मलाई त डर लाग्न त कति झाँक्री आएर के हो यस्तो हो, मलाई फेरि के गर्नु हो भनेर है। अनि उहाँले भेट्नुभयो। अनि उहाँलाई चाहिँ सुरुमा भेटाउने हाम्रो जोजो दाई हुनुहुन्छ है। जोजो दाईलाई को चिन्नुहुन्छ, प्रायः सबैले चिन्नुहुन्छ है जोजो दाईलाई। जोजो दाईले चाहिँ उहाँलाई भेटाउनु भयो। अनि उहाँसँग भेटघाट गरेँ, बोल्दै गरेँ। अनि म भटेनी चर्चमै गइरहेको थिएँ। अनि फेरि म भटेनी चर्च जान त चर्च पनि जाने, यता संसारतिर पनि दुईवटा डुङ्गामा खुट्टा टेके जस्तै भयो। अनि हुँदैन यस्तो भनेपछि पनि गुरुबाले मलाई फेरि भेट्नुभयो पर्सनल। भाइ यसरी चाहिँ हुँदैन, तपाईँले चाहिँ थुप्रो पापहरू गर्नुभएको रहेछ, तपाईँ चाहिँ थुप्रो पापको दलदलमा डुब्नु भएको रहेछ, यसरी चाहिँ हुँदैन, अब चाहिँ यसरी परिवर्तन हुनुपर्छ, यो तरिकाले परिवर्तन हुनुपर्छ भनेर अनि उहाँले चाहिँ मलाई सम्झाउनु भयो। अनि बिस्तारै बिस्तारै म उहाँलाई पछ्याउन सुरु गरेँ। अनि म भटेनी चर्चमै जान थालेँ फेरि। अनि त्यसपछि बिस्तारै 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 मैले सबै छोडेँ। जब उहाँले भन्नुभयो मैले कटेज खोलेको मेरो पार्टनर साथीलाई चाहिँ म चाहिँ अबदेखि यहाँ आउँदिनँ, मलाई फाइदा चाहिँदैन, मेरो कति लगानी छ त्यो लगानीमा हामी ततरमा बसेँ गहिरोमा है। आजदेखिबाट यो कटेज मैले छोडिदिएँ। त्यहाँबाट मैले अनि त्यसपछि जति लगानी गरेको थिएँ त्यहाँबाट मैले फाइदा लिएन।
त्यो मेरो साथीले नै छोडिदिएँ। अनि मैले घरमा फेरि पैसा कमाउनलाई के घरमा पनि सेपो कर्नल र होटलहरू एउटा स्टाफ राखेर घरमा पनि चलाउँथेँ छुट्टै। अनि कटेज चाहिँ फेरि छुट्टै, अनि गाडी पनि छ फेरि आफूसँग। अब चाहिँ गाडीमा फेरि कमाउने, अनि थुप्रो ठाउँबाट कमाउन थालिसकेपछि अनि पैसा मात्रै ठुलो रहेछ भन्ने कुरा चाहिँ मैले त्यहाँ त्यतिखेर बुझेको थिएँ। अनि त्यो सोचिसक्दाखेरि अनि जब उहाँसँग ठोकिँदै गर्दाखेरि यस्तो यो सबै बेच्न मिल्दैन, अशुद्ध चिजहरू चाहिँ छुन मिल्दैन, बेच्न मिल्दैन भाइ भनिसकेपछि मैले चाहिँ उहाँलाई नै प्रार्थना गरेर आफ्नो घरको सबै अशुद्ध चिजहरू रक्सीहरूदेखि लिएर बियरहरू अनि सबै मैले हटाएँ। अनि त्यही कटेजको साथीले नै दिएँ जिम्मा, मलाई 1 रुपियाँ चाहिँदैन चला है। मैले छोडेको 1 महिना मात्रै त्यो कटेज चलाउन थाल्यो, के अरे सक्यो, त्यसपछि सकेन, त्यो कटेजै चलाउन सकेन। किनकि दिनमा 5 ठाउँबाट पुलिस आउन थाल्यो। जब विनोदको थियो हो भनेपछि कोही पनि आउँथेन क्या। मैले छोडिसकेँ भनेर सुनिसकेपछि पुलिसहरू आउन थाले, छापा हान्न थाले, अनि झैझगडाहरू हुन थाल्यो त्यहाँ। अनि त्यहाँको गाउँलेहरूले चाहिँ त्यहाँ अनि यो साह्रै नै हो भनेर अनि बन्द गरिदिन थाले। अनि बन्द भयो त्यो। अनि मैले चाहिँ सबै कुराहरू शुद्ध बनाइकन उहाँले पछ्याउन थालेँ, उहाँको पछि हिँड्न थालेँ। अनि आज चाहिँ साँच्ची नै तपाईँहरूको बिचमा यसरी म खडा हुन सकेको छु है। अनि साँच्ची नै अहिले चाहिँ मसँग केही पनि छैन, कटेज पनि छैन, गाडी पनि छैन है। संसारको धन सम्पत्ति जति कमाएको थिएँ त्यो सबै संसारतिर नै गयो। मैले भन्दै गर्दाखेरि अचम्म लाग्न सक्छ होला है। यो बाहिर तपाईँले देख्नुभयो यो ठुलो ड्रम छ नि, त्यो ड्रममा अनि तपाईँको फोहोर पानी छ भने त्यसलाई सफा गर्नलाई त्यो पानी फाल्नुपर्छ कि त्यही माथि नै हामीले त्यो पानी अर्को पानी भर्यौँ भने चाहिँ त्यो कहिले पनि सफा हुँदैन। यसको मतलब मैले जति पनि नराम्रो कामले मैले कमाएको धन सम्पत्ति चाहिँ त्यो संसारतिर नै फाल्नुपर्छ, मैले त्यो फाल्नै पर्छ। अनि बल्ल अनि परमेश्वरले हामीले चाहिँ नयाँ ऋतुबाट चाहिँ हामीलाई हुर्काउनुहुन्छ है, अनि नयाँ आशिष हामीलाई दिनुहुन्छ। आमेन। साँच्ची नै अनि आज अनि उहाँ असल गोठालो चाहिँ हामी चाहिँ असल गोठालो चाहिँ पछि लाग्नुपर्ने हुन्छ। अनि साँच्ची नै गोठालो असल भएन भने तपाईँहरूले सबैले मैले अस्ति माथि जाँदै गर्दाखेरि गुरुबाहरूसँग थुप्रो मैले त्यहाँ घरहरूमा के देखेँ भने तपाईँहरूले थुप्रो वस्तुहरू पाल्नुभएको रहेछ। तर तपाईँले वस्तु पालेर मात्र हुँदैन, उसको राम्रोसँग हेरचाह गर्नुहुन्छ भने उसले चाहिँ तपाईँहरूलाई चाहिँ अनि एउटा असल अनि तपाईँहरूलाई चाहिँ दुधहरू पाउनुहुन्छ नि, अनि धेरै पाउनुहुन्छ कि। अनि मोटो मोटो है एकदमै भइसक्यो, थुप्रो मोटो मोटो देखेँ। तपाईँले चाहिँ त्यो वास्ता गरेको कारणले गर्दाखेरि, उसलाई चाहिँ माया गरेको कारणले गर्दाखेरि, अनि त्यो माया गर्ने एउटा गोठालो चाहिँ असल हुनुपर्छ। अनि सधैँ सङ्गति अनुसङ्गति चाहिँ एउटा उस जस्तै भयो कि आउने शनिबार आउने 2 घन्टा ताली बजाउने जाने, अनि त्यसपछि छैन। चितवनमा चाहिँ थुप्रो त्यस्तै छ। तर एउटा असल गोठालो चाहिँ मैले उहाँलाई देखेँ, हाम्रो गुरुबालाई देखेँ। अनि मैले चट्टै छोडेर असल गोठालो हुन्छ उहाँलाई नै एउटा मलाई बाटो परिवर्तन गराउनुहुने मेरो आत्मीय बुवा चाहिँ उहाँ नै हुन्छ भनेर म चाहिँ अहिले जिजस मिराकल चर्च चितवनको चाहिँ अगाडि अहिले सेवाई गर्दै गर्दाखेरि उहाँले चाहिँ अहिलेसम्म मलाई एल्डरको पदमा दिइसक्नु भएको छ। अहिले चाहिँ म एल्डर भइसकेको छु, किनकि प्रभुको चाहिँ सबै कुरा छ है। प्रभुले तपाईँको जीवनमा चाहिँ नसोचेको आशिष दिनुहुनेछ। आमेन। आज यसरी तपाईँहरूको बिचमा अगाडि बोल्ने योग्यको पनि थिएन, छैन अझै पनि, तर पनि परमेश्वरले मलाई बिस्तारै बिस्तारै माथि उठाउँदै हुनुहुन्छ। हाइटमा फेरि होइन है, आत्मामा। हाइटमा त जाँदिनँ म, हाइटमा त जखाइस जस्तै हो म, सानो मान्छे हुन्छ। यो